गाइज वेलकम टु माई मिनी ब्लग होइन। आज म यहाँ बिरतम्बर थोरै कामले आएको थिएँ, एकछिन टाइम लाग्ने म यहाँ काम है। त्यही भएर म चाहिँ अब त्यहाँदेखि जामुनखाडी लगभग 5-6 किलोमिटर कति छ। म चाहिँ अब जामुनखाडी पुगेर आउँछु होइन। तपाईँहरूले त्यहाँनिर के कसो छ त्यहाँ गएर म टक्क भिडियो बनाएर हाल्नेछु है गाइज। म चाहिँ यहाँ झापाको के भन्छ जामुनखाडी भन्ने ठाउँमा चाहिँ घुम्न आएको छु होइन। तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ बबाल ठाउँहरू रहेको छ। यहाँ रहेको छ ताल, यो गार्डन चाहिँ खतरा बनाएको रहेछ। म चाहिँ एकछिन बिर्तामा हल्का काम थियो र आएको, तर यहाँ चाहिँ यसो मिलाएर जामुनखाडी घुम्न आएको। रुगा लागेर मलाई चाहिँ लास्टै भएको छ गाइज होइन। तपाईँहरू देख्न सक्नुहुन्छ। तपाईँहरूलाई म यो जामुनखाडीको केही बबाल ठाउँहरू देखाउँदैछु। ओके गाइज तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ रहेको छ गाई र बाछा। अनि यो चाहिँ के हो, यो स्टार हो। स्टार पनि छड्के स्टार रहेछ। बोटको सुविधा पनि रहेछ यहाँ चाहिँ, चट्टो देख्न सक्नुहुन्छ। रहेको छ आई लभ जामुनखाडी। गाइजहरू देख्न सक्नुहुन्छ तपाईँहरूले। म चाहिँ बबाल ठाउँमा आइसकेको छु। गाइज यहाँ चाहिँ एउटा त्यो बाघ हो कि चित्ता पनि छ अरे भन्ने सुनेको थिएँ। तपाईँहरूलाई म देखाउनु गइरहेको छु। Here I come. Here I come. देख्न सक्नुहुन्छ यो के हो, यो त गाइज। यो जामुनखाडी चाहिँ एकदम मलाई चाहिँ बेस्ट ठाउँ लाग्यो घुम्नको लागि होइन। यसो साथीभाइहरूसँग रमाइलो गर्नु पिकनिक खानु आउनुको लागि पनि एकदम सुन्त एकदम होइन, सफा पिसफुल ठाउँ रहेछ क्या। टक्क यो चाहिँ के यो पानी, यो खोइ कहाँबाट आएको पानी, चट्टो पानी पनि रहेछ होइन गाइज। अब म तपाईँहरूलाई लाँदैछु जनावर सेक्सनतिर। टक्क अब तपाईँहरूलाई के भन्छ लोप हुन लागेका लोप उन्मुख चाहिँ जनावरहरू चाहिँ तपाईँहरूलाई म टक्क अब देखाउँछु गाइज। तपाईँहरूले देख्न सक्नुहुन्छ म तपाईँहरूलाई यहाँ जामुनखाडीमा रहेको जनावरहरूको जनावर देखाउनु गइरहेको छ। देख्न सक्नुहुन्छ मुसा। छिरो गाइस यो रहेको छ मुसा होइन। अब तपाईँलाई अर्को चिज देखाउन गइरहेको छ। यहाँ चाहिँ यसको नाम के, हिमाली गिद्ध। गाइस गिद्ध हेर्नुहोस्, यो चाहिँ हाम्रो गाउँतिर चाहिँ के भन्छ भन्दाखेरि मान्छेलाई बोकेर लान्छ भन्थ्यो क्या उहिले। यो चाहिँ के हो, यो चाहिँ एउटा खुट्टामा डान्स देखाइदियो कि यसले। ल एउटा खुट्टामा बिराछ, यो चाहिँ गौतम बुद्ध टाइममा होइन। यस तपाईँहरूलाई म देखाउन गइरहेको छु। यहाँ रहेको छ कालो भालु लिएर। गाइज भालु मस्त सुतिरहेको यार, भालु मस्त सुतिरहेछ गाइज। कस्तो घामले टल्केर देख्दै देख्दैन। मान्छेभन्दा डेन्जर सुत्दो रहेछ अरे भालु त गाइज। तपाईँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ भालु छ, भालु कालो भालु च्याप्पो लाएर
सुतिरहेको छ म तपाईँलाई अरू पनि देखाउँछु देख्छु है ए बादरे ए बादरे ए बादरे बादरे ए बादरे ए बादरे गाइस म चाहिँ अब यहाँ जामुनखाडीको यो के अरे जनावरहरू चाहिँ हेरेर चट्ट फर्किरहेछु बेली ब्रिज यो भाँचिन्छ कि जस्तो लागिरहेछ मलाई अघिदेखि यस्तो धराप छ यसमा चाहिँ एकदम ध्यान केन्द्रित गर्ने बेला भएर रहेछ होइन जामुनखाडीको मेन भनेको चाहिँ अरू त बबालै छ क्या ठाउँ अब फोटो खिच्नुमा अब साथीहरू पनि छैन एक्लै आएको साथी नसँगी एक्लै रङ्गी चङ्गी भने जस्तो अब आफै भिडियो बनाउने आफै हेर्ने कस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि बिहोस हुँदिन त के भएको भागौँ कि क्या हो फोटो अब फोटोसोटो छैन फोटोसोटो खिचेर अब कसले खिचिदिने होला होइन चट्ट हल्का अलिक मोटाइयो जस्तो लागेको छ यो झन् बबाल ठाउँ रहेछ क्या यहाँनिर गाइज तपाईँहरू चाहिँ यो जामुनखाडीमा को को आउनु भएको छ कमेन्ट गर्नु होला होइन तपाईँहरूले चाहिँ जामुनखाडी कस्तो लाग्यो म चाहिँ लगभग अहिले भन्दा एक वर्ष अगाडि नै आएको थियो होला त्यतिखेर यस्तो थिएन यो मूर्ति सुर्ति यस्तो थिएन त्यतिखेर टोइलेट सोइलेट केही बनेको थिएन त्यसो अहिले चाहिँ बबाल बन्दै रहेछ क्या निकै बनिसकेछ होइन तपाईँहरू यता झापाकै हुनुहुन्छ भने तपाईँहरूलाई चाहिँ पक्कै थाहा छ होला तपाईँहरूले ठाउँ कस्तो लाग्छ मलाई चाहिँ बबालको एकदम पिसफुल ठाउँ एकदम जोडीहरू टक्क आउने ठाउँ होइन अनि पिकनिकहरू यसो साथीहरूसँग रमाइलो विकेन्ड मनाउनु शनिबार यसो आउँदा बबाल ठाउँ रहेछ ल तपाईँहरू यहाँ को चाहिँ शिवजीको भक्त हुनुहुन्छ यहाँ चाहिँ शिवजीको टक्क मूर्ति भने राखिएको रहेछ है टक्क पहाड चढ्ने जस्तो चट्ट यस्तो बनाएर माथि शिवजी टक्क बस्नुभएको होइन लगाइछ चट्ट आएको चाहिँ म यहाँबाट फर्किनु पर्ने हुन्छ भन्दाखेरि पनि अब मेरो जुत्तामा चाहिँ हल्का काम थियो होइन त्यही कामको लागि आएको थिएँ अनि एकछिन टाइम लाग्ने भएर म चाहिँ यता आएको होइन गाइस यहाँ चाहिँ के छ त यो चाहिँ पोखरी छ होइन यहाँ चाहिँ गोही भनेर लेखेको छ अब उयो गोही त छ अब मरेको हो कि जिउँदो हो अब यहाँ गोही त छ होइन यो जिउँदो हो कि मरेको भन्ने नै पत्तो भएन छ बसिरहेको छ होइन भनेर त लेखेको छ अब गाइड आजको मेरो जामुनखाडीको यात्रा चाहिँ यहीँसम्म रहेको थियो होइन अब म यहाँबाट सट्ट रिटर्न ब्याक भित्तामुडमा काम सकेर चारादी जानेछु होइन गाइस हेर्नु न यहाँ तपाईँहरूले फर्किँदा पनि यहाँ छ कि अझै ठाउँ यहाँ अझै एक दुईवटा ठाउँ छुट्या छ क्या क्याप्चर गर्नलाई म तपाईँहरूलाई त्यो ठाउँ देखाउँछु चट्ट यहाँ बसेर दुईजना गफ गर्न सक्नुहुन्छ जोडी आउनु भएको छ भने गाइस होइन अब यो अलिक टाइम क्याब भएछ क्या अलिक बोल्नु पनि अलिक कस्तो नआएको अकमकीको जस्तो फिल भइरहेछ होइन त्यही पनि ठिक छ ट्राई गर्नुपर्छ ट्राई गर्नु छ भने होइन त्यो मोबाइल सामान पनि आउनु छोडिसकेको छ अब त जस्तो मलाई चाहिँ यहाँको एकदम चिसो मौसममा पनि तर रुगा लागिरहेछ होइन चिसो मौसम तर पनि पसिना चाहिँ आइरहेछ ठिक छ अब धेरै हिँड्यो कि अब मोटाएर अलिक हिँड्नु नसक्ने भएको छ कि जस्तो लाग्दैछ होइन एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग की वजह से अब यहाँको नजारा देखाउँछु भरे मेरो इन्स्टाग्राममा पनि फोटो हाल्छु म टिकटकमा भिडियो हाल्छु होइन गाइस ल हेलो गाइस म चाहिँ अब
यहाँबाट फर्किँदैछु अब यहाँ घुमिसक्यो मतलब आधी घन्टा जति घुम्यो होला त टाइम पनि पालो पनि आउनु लागिसक्यो तपाईँहरूले यो भिडियो कस्तो लाग्छ प्लिज कमेन्ट गर्नु होला काहीँ छैन यदि तपाईँ झापाली हुनुहुन्छ झापाकै हुनुहुन्छ अरे आउनु भएको छैन भने अथवा झापा होइन जुनसुकै ठाउँ भए पनि जुनसुकै ठाउँको भए पनि झापा भन्नु भने एकताल यो घुम्नु चाहिँ पक्कै आउनु होला गाइज यति भन्न चाहन्छु है यहाँ चाहिँ मिनी रेल पनि रहेछ बच्चाहरूको लागि